सो म चाहिँ खानासाना खाएर बसिरहेको छु अनि यो कपडा यतितिर धुम गराएपछि दराजबाट नि के गर्ने हो मेरो चाहिँ छब्रीवाला टी सर्ट अनि पुरै खाट भरिदिइसक्यो कपडाले दराजबाट निकालेर काग कोच्या थियो सब कपडा निकालेर खाटमा राखिदिएछु पुरै फिजाइदिइसक्यो पुरानो कपडादेखि लगेर मेरो पुरानो कट्टु हेर्ने यो मेरो पुरानो कट्टु हेर्नुहोस् यही हो सो अहिले चाहिँ बहिनीले पानीपुरी ल्याएर आइसक्यो अनि यहाँ चाहिँ हजुरआमा गर्न लाग्नु भएको छ कति सानो भनेर यहाँ गर्न लाग्नु आयो अनि म चाहिँ यहाँ प्याज काट्न लाग्छु अनि हेर्नु है त कसरी बनाउँछु म सो म जस्तो कटिङ राम्रो कटिङ चाहिँ कहिले गर्नु सक्दैन होला यहाँ छ धनियाँ यहाँ खुर्सानी अनि यहाँ यो चाहिँ प्याज अनि खै त पानीपुरीको अनि पानीपुरीको यहाँ छ अनि मसला चाहिँ यो अनि सो यो सेकेन्ड टाइम घरमा बनाइरहेको छौँ पहिला नै एकचोटि बनाएको थियौँ त्यति बेला चाहिँ मैले सिकेको थिएँ मम्मीहरूले आन्टीहरूले बनाउनु भएको थियो अनि त्यहाँबाट चाहिँ मैले सिकेँ अनि आज चाहिँ म त्यो रिजल्ट देखाउन गइरहेको छु हजुरहरूलाई हेर्नुहोस् है त सो अब चाहिँ म बनाउनु गइराखेको छु तेल चाहिँ पकाउनु राखेको छु अनि यो चाहिँ निकाल्ने के भन्छ त्यसलाई मलाई नाम थाहा छैन खै त त्यो चेक गरौँ न हामी यो टुक्रा हालेर भएन अनि भएन अझै एकछिन टाइम लाग्छ अब यत्तिकै अड्याउनु है एकछिन दुई हातले समात्नु दुई हातले समाउँदैन भने अब ठाडो गर्नु थोरै मजाले त्यस्तो होइन यस्तो यस्तो म देखियो कि नै मेरो खाँचो देखियो कि नै पानी केमा बनाउने हो पानी केमा बनाउने सेन तपाईँ खानु त्यही तपाईँलेमा बोलको हाल्नु तर खोले जिसरी हाल्नु अन्य होइन कडे ताते नचला क्या हुनलाई अब एकछिनमा चाहिँ हुन्छ अनि यहाँ चाहिँ उम्लिँदैछ अनि यहाँ सानो टुक्रा हालेको त्यो हुँदै त्यो तात्तिन त तात्दैन तात्तिन लाग्यो भने यस्तो बुलबुल उड्छ क्या टाइम लाग्यो क्या अनि यहाँ चाहिँ आलु पनि उम्लेर सकिसक्यो अनि मलाई चाहिँ पानी तिर्खा लाग्यो थोरै टेस्ट गरौँ ट्राई गरौँ हुन्छ कि नै अझै तात्तिएको छैन फेरि यो त तात्तिनु कोही बेला है
जब तातिन्छ म त्यति बेला हजुरहरूलाई देखाउँछु। अहिले चाहिँ मेरो मोबाइलमा चार्ज छैन, त्यसैले म चार्ज ए होइन होइन उम्ल्यो ए हुन लाग्यो हजुरआमा थाल ल्याउनु त एउटा थाल ल्याउनु यहाँ फोहोर छैन बाटामा छैन अनि यहाँ फोहोर छन् दुई तिनवटा यस्तो भएपछि यस्तो गर्नुपर्छ अरे कि म चाहिँ मिस्टर इन्डियन ह्याकरको पनि भिडियो हेर्छु अनि त्यहाँबाट पनि सिकेँ क्या अस्ति हेरिरहेको थिएँ अनि त्यही भएर यस्तो गर्नुपर्छ भन्थ्यो यस्तै गरेर बनाइरहेको थियो कि त्यसले यस्तो अब म हालिदिन्छु है त हुनलाई बिस्तारै भयो बास ए भयो आजको पहिलो के भन्छ त्यसलाई पहिलो पानीपुरी कहाँ डबरामा हाल्ने भन्नुहुन्छ ल एउटा पानी ग्यास सानो गर्नु आजको पहिलो पानीपुरी चाहिँ तयार भइसकेको छ अनि लाउनु त यो ठाउँमा आउनु त मान्छे हान्नु त्यति धेरै लानु न यसलाई के भयो त खुल्दैन त लाउने ठाउँमा त जाऊ यति देखाउनु बटी गएको अब म हाल्छु है यो त देखाउनु यो हुनु यो तानिनु तानेर राखिदिनु भयो भने यस्तो यता देखाउनु अब this one हुन्छ रुनु भएन तान्दिनु हुन्छ रङ यस्तो तान्नु अब सो म चाहिँ आइसकेँ आलु छिल्न बर्खाले सपाउँदै भनेर डर लाग्छ क्या यता नबसौँ होइन फेरि झ्याप्पैले फेरि
उम्लेर आयो भने अलिकति झन्छ अहिले बर्तन म यहाँ बस्छु आलु छिल्छु भित्र चाहिँ अजरामा उफार्न लाग्नु छ उफार्न सो मैले चाहिँ प्याज काटेर आलु छिलेर यसलाई मोसेर अनि यो सर्भ गरिसकेँ अनि अब चाहिँ म अनि अजरा मैले आधा गरेछु आधाभन्दा पनि थोरै बाँकी रहेछ अनि यहाँ चाहिँ अब म हाल्छु यो मैले हालेँ अनि यो मैले खुर्सानी हालेँ थोरै धनिया पनि हाल्नु थोरै धनियामा हाल्दैन एमा थोरै हाल्नु नि त नुन सकिन हेर पहिला कति हालौँ हो त्यति हाल अलिकति भइगयो अनि म चाहिँ अहिले के भन्छ पानी नहालेर नै अहिले टेस्ट गर्न लाग्छ है कस्तो भयो भनेर पानी भएपछि त अनि यहाँ पनि बनाइसक्नु भएको पुरै पेट नजाऊ बिस्तारै भन्नुपर्छ पानी बनाउने होइन पानी बनाएँ सो मैले चाहिँ यहाँ पानीपुरी बनाएर रेडी बनाइसकेँ यहाँ पानी पुरी यहाँ त्यो प्याज हटाउने हावा मिसाउँछ त्यो भएर पनि होला अब चाहिँ म आई क्यान इट हजुर दिपा नातिनी एक गिलासमा हाल्नु म छोप्छु हामी चाहिँ यहाँ फोटो खिच्न भनेर आएको थियौँ मौसम चाहिँ मिठो भयो क्या हावाहुरी चल्ने जस्तो पनि भएन सनसेट भइसक्यो अँध्यारो पनि भएन फेरि त्यति अँध्यारो पनि भएन चार्ज पनि चार्ज भएन त्यो सनै देखाएन त अनि अनि त्यो चाहिँ यो गोठीकाँडाको डाँडा अनि त्यहाँ पछाडि चाहिँ एक्स्ट्रा पहाड देखिरहेको क्या उतापट्टिको पहाड देखिरहेको फोटो खिच्ने भनेर आएको फोटो खिचाइ भएन त्यत्तिकै भिडियो बनायो अनि हामीले चाहिँ एउटा नयाँ च्यानल खोल्ने भनेर छौँ एक दुईवटा खोल्यौँ भने सब्सक्राइब गरिदिनु होला खोलेन भने यो भिडियोलाई गर्नु होला हामीले चाहिँ चिललाई देखिसक्यौँ चिल्ला यति नजिक होइन मैले उडेको चाहिँ नजिक देखेको थिएँ यो तल चाहिँ देखेको छैन नजिक कहाँनिर चाहिँ देखाऊँ त्यो ठुलो छ गाइस त्यो छ नि तल बसिरह नि खेतमा हो त्यही हो बिस्तारै जाम है त हामी पछाडि नै नआनौँला पछाडिबाट जाऊँ न अहिले फेरि हमला गऱ्यो भने फेरि जाउँ न सो अहिले चाहिँ हामी रात परिसकेर चाहिँ हामी दैल्याउनु जान लाग्छौँ अनि अगाडि खेलिरहेछन् फुटबल यति राति ए फुटबल खेल्न छोड्दैनौ तिमीहरू यी फालिसिन नालीमा सो म चाहिँ दही ल्याएर खाना खाएर यत्तिकै बसिरहेको छु मै बनाएर खाएर यत्तिकै बसिरहेको छु सो आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो च्यानल नयाँ सब्सक्राइब गरिदिनुहोस् पुरानो हुनुहुन्छ भने सेयर ठोकिदिनुहोस् बाई बाई है त छिटै भेटौँला अर्को भिडियोमा बाई बाई